नमस्कार साथीहरू, स्वागत छ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हाम्रो कुर्मी टेक युट्युब च्यानलमा। साथीहरू, सधैँ जस्तो आज पनि म तपाईँहरूको लागि एउटा नयाँ भिडियो लिएर उपस्थित भएका छौँ र आजको यो भिडियोमा साउदी अरेबियाबाट आएको डिमान्डको बारेमा कुरा गर्छु। साथीहरू, साउदी अरेबियामा रहेको गल्फ एसिया कन्ट्र्याक्टिङ कम्पनीबाट 200 जना नेपाली वर्करहरूको लागि भिसाको डिमान्ड आएछ। यो डिमान्ड नेपालको कुन मेन पावरमा आएछ, यो डिमान्डलाई नेपाल गभर्मेन्टले अप्रुभल कहिले गरेछ, डिमान्डको लट नम्बर कति हो, काम के रहेछ, यो डिमान्डको इन्टरभ्यू कहिले हो, सम्पूर्ण डिटेल यो भिडियोमा दिन्छु। तपाईहरु भिडियो अन्तिमसम्म हेर्नुहोस् र अगाडि दिनमा अझै यस्तै साउदी अरेबिया, दुबई, कतार, ओमान, बहराइन, साइप्रस, रोमेनिया, माल्टा, मलेसिया जति देशहरूको डिमान्ड नेपालमा आउँछ सबैको भिडियो हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोस्। त ल साथीहरू, आजको भिडियो चाहिँ सुरु गरौँ। जुन साउदी अरेबियाको डिमान्ड पेपर छ त्यो चाहिँ स्क्रिनमा सो भइरहेछ। माथि लेखेछ साउदी अरबमा रोजगार, त्योभन्दा तल कम्पनीको नाम लेखेछ गल्फ एसिया कन्ट्र्याक्टिङ कम्पनी साउदी अरेबिया र पूर्व स्वीकृति मिति देखाइरहेछ 6/3/2025। 3 मार्चको 6 तारिकमा यो डिमान्डलाई नेपाल गभर्मेन्टले अप्रुभल गरेको थियो। यसको जुन एलटी नम्बर छ त्यो रहेछ 319956 319956। यो डिमान्डको लट नम्बर छ। कामदारको पदमा लेखेछ 1 नम्बरमा कन्स्ट्रक्सन वर्करको लागि 200 जना पुरुषको माग छ। हेल्परको डिमान्ड छ। सेलेरी चाहिँ 1000 साउदी रियाल हुन्छ। यो बेसिक सेलेरी छ। ओभर टाइम कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। प्रतिदिन 8 घण्टा ड्युटी गरेपछि 1000 साउदी रियाल दिन्छ। त्यस्तै यहाँ चाहिँ हप्तामा 6 दिन काम मात्रै छ। वार्षिक बिदा कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। त्यस्तै खाना र बस्ने सुविधा कम्पनीले दिन्छ। करार अवधि 2 वर्षको हुन्छ। अब तपाईहरु कन्स्ट्रक्सन हेल्परमा साउदी अरेबिया जान चाहनुहुन्छ भने यो ठिक डिमान्ड छ। 1000 साउदी रियाल सेलेरी छ भने तपाईहरु ओभर टाइम चल्यो भने तपाईहरु 1500-1700 जति उठाउन सकिन्छ। त्यस्तै यहाँ चाहिँ साथीहरु अन्तर्वार्ताको डेट लेखेछ। अन्तर्वार्ता 1 चैत 2081 14 मार्च 2025 मा अन्तर्वार्ता हुने स्थान एसओएस मेन पावर सर्भिस प्राइभेट लिमिटेडमा टोखा 5 धाप्सीमा हुन्छ। जुन मेन पावरमा डिमान्ड आएछ, मेन पावरको नाम रहेछ सोस मेन पावर सर्भिस प्राइभेट लिमिटेड, धाप्सी, काठमाडौँ, नियर होटल सेहन्सा होटलको नजिकै यो मेन पावर एजेन्सी रहेछ। यसको इमेल आइडी पनि सो भइरहेछ। यसको टेल नम्बर जुन हटलाइन नम्बर छ अफिसको त्यो रहेछ +977 1496598 र अर्को एउटा नम्बर सेम नम्बर छ, लास्टमा चाहिँ 87 रहेछ। यो मेन पावरको व्हाट्सएप नम्बर पनि सो भइरहेछ। यो मेन पावरको व्हाट्सएप नम्बर रहेछ 980236 68332 र तल चाहिँ लेखेछ आफ्नो बायोडाटा र अनुभवको कागजातहरू माथिको व्हाट्सएपमा पठाउनु होला। तपाईहरु यो व्हाट्सएपमा आफ्नो डकुमेन्ट पठाउन सकिन्छौ। साथीहरु, आजको यो भिडियोमा साउदी अरेबियामा रहेको गल्फ एसिया कन्ट्र्याक्टिङबाट जुन डिमान्ड आएको थियो त्यो म तपाईहरुको अगाडि एक्सप्लेन गरेको। तपाईहरुलाई भिडियो चाहिँ साथीहरु कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने भिडियोलाई एउटा लाइक गरिदिनु र यो भिडियोलाई आफ्नो साथीहरुसँग पनि शेयर गरिदिनु। त ल साथीहरु, आजको भिडियोमा यहीसम्म। अब म भेट्छु नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ।